नमस्कार। हाम्रो धर्म ग्रन्थ च्यानलमा सबैलाई स्वागत छ। स्वागत छ। शिव ताण्डव स्तोत्रम यो नाम, यसको त्यो शक्तिशाली लय धेरैले सुन्नुभएको होला हैन? कतिले त अनुभवै गर्नुभएको होला। अवश्य। यो भगवान शिवको स्तुतिमा रचिएको साँच्चीकै नै एकदमै शक्तिशाली ओजपूर्ण स्तोत्र हो। हो नि। अनि यसको रचना त महान शिवभक्त लङ्कापति रावणले गरेका हुन् भन्ने गहिरो विश्वास पनि छ हैन त? हो, त्यही विश्वास चलिआएको छ। यो स्तोत्र वास्तवमा शब्द मात्रै होइन, यो त भाव, भक्ति अनि शक्तिको त्रिवेणी जस्तै हो। त्रिवेणी नै? यसले शिवजीको त्यो भयानक रौद्र रूप अनि फेरि उहाँको त्यो परम कल्याणकारी सुन्दर स्वरूप पनि दुवैलाई एकैसाथ देखाउँछ। अद्भुत चित्रण छ। गजब। यसको त हरेक श्लोक नै आफैमा शिव महिमाको गहिरो समुद्र जस्तै लाग्छ मलाई त। बिल्कुल। आज हामी यही स्तोत्रमको गहिराईमा अलिकति डुबुल्की मार्ने कोसिस गरौँ न त। हुन्छ। पहिलो श्लोक जसले यो स्तोत्रको जग बसाल्छ यस प्रकार छ। जटाटवी गलज्जल प्रवाह पावितस्थले गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकां डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम्। ओहो, सुन्दैमा कस्तो शरीरमा कम्पन हुने खालको। यसले शिवजीको कस्तो स्वरूप देखाउँछ होला? यसले शिवजीको एउटा एकदमै विराट, एकदम गतिशील स्वरूपको चित्र कोर्छ। यसको अर्थ यस्तो हुन्छ, जसको त्यो जटा घना जङ्गल जस्तो जटाबाट निरन्तर बगिरहेको गङ्गाजलको प्रवाहले घाटीको भाग पवित्र भएको छ। जटाबाट गङ्गाजल? हो। अनि जसको गलामा ठूलठूला लामा सर्पहरूको माला सुन्दर ढङ्गले झुन्डिएको छ। गलामा सर्पमाला? अनि जसले आफ्नो डमरूबाट त्यो ढमट धमट ढमट ढमट यस्तो आवाज एकदम उच्च ध्वनि निकाल्दै प्रचण्ड ताण्डव नृत्य गर्नुभयो। डमरूको ध्वनि र ताण्डव नृत्य? हो। ती कल्याणकारी शिवजीले हामी सबैको कल्याण गरून्। यो पहिलो श्लोकको भाव हो। जटामा गङ्गा, गलामा सर्प, हातमा डमरू अनि प्रचण्ड ताण्डव। पहिलो श्लोकले नै शिवजीको त्यो अलौकिक, त्यो शक्तिशाली उपस्थितिलाई त एकदमै स्थापित गर्यो। यो ताण्डव संहारको नृत्य हो कि खै सृष्टिको हो? ताण्डवलाई प्राय मान्छेले संहारसँग जोड्छन्, तर यो केवल विनाश मात्रै होइन क्या। यो त पुरानोलाई हटाएर नयाँ सृष्टिको लागि बाटो खोल्ने एउटा लयबद्ध ब्रह्माण्डीय नृत्य पनि हो। ए, नयाँ सृष्टिको लागि पनि? हो। यो श्लोकले उहाँको त्यो ब्रह्माण्डीय शक्ति अनि त्यो कल्याणकारी भावना, अन्तिममा शिवः शिवम भनिएको छ नि, कल्याणकारी शिवले कल्याण गरून्, यी दुवै कुरालाई एकैसाथ सङ्केत गर्छ। बुझे। अब दोस्रो श्लोकमा जाँदा यो चित्र अझै विस्तृत हुन्छ। ल सुनौ न त दोस्रो श्लोक। दोस्रो श्लोक। जटा कटा हसम्भ्रम भ्रमन् निलिम्प निर्झरी विलोल वीचि वल्लरी विराजमान मूर्धनि धगद 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 ज्वलल ललाटपट्ट पावके किशोर चन्द्रशेखरे रतिः प्रतिक्षणम मम। ए, यहाँ पनि जटा र गङ्गाको कुरा त आयो है, तर अरू केही थपिए जस्तो लाग्यो। त्यो निधारको आगो अनि चन्द्रमा। हो। यहाँ वर्णन कस्तो छ भने, जसको शिरमा त्यो जटारूपी कढाई जस्तो गहिरो ठाउँमा एकदम वेगले घुमिरहेको देवनदी गङ्गाका चञ्चल विलासपूर्ण लहरहरू लहराइरहेका छन्। त्यसले गर्दा उहाँको शिर एकदमै सुशोभित देखिन्छ। अनि जसको निधारको त्यो चौडा भागमा धगत 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 गर्दै आगो बलिरहेको छ। निधारमा आगो? हो। र फेरि जसको शिरमा चाहिँ किशोर चन्द्रमा मतलब बाल चन्द्रमा मुकुट जस्तै विराजमान हुनुहुन्छ। ए हो। ती भगवान शिवप्रति मेरो रति, मेरो प्रेम, मेरो अनुराग प्रत्येक क्षण बढ्दै जाओस्, यो भक्तको कामना हो। यो त गजबको विरोधाभास भयो नि। एकातिर निधारमा त्यो प्रचण्ड संहार गर्ने खालको आगो, अर्कोतिर शिरमा शीतल शान्ति दिने चन्द्रमा। यो विरोधाभासले के भन्न खोजेको होला? हो, यो नै शिवजीको समग्रताको प्रतीक हो। उहाँ संहारक मात्र हुनुहुन्न, पालक पनि हुनुहुन्छ। ए, संहारक र पालक दुवै? उहाँमा त्यो प्रखर ताप पनि छ अनि परम शीतलता पनि छ। यही सन्तुलन नै उहाँको पूर्ण स्वरूप हो क्या। बुझे। अब तेस्रो श्लोकले पार्वतीजीको प्रसङ्ग ल्याउँछ। त्यसले शिवको अझ अर्को पाटो देखाउँछ। पार्वतीजीको प्रसङ्ग?
ल सुनौ न त। तेस्रो श्लोक। धरा धरेन्द्र नन्दिनी विलास बन्धु बन्धुर स्फुरत दिगन्त सन्तति प्रमोदमान मानसे कृपा कटाक्ष धोरणे निरुद्ध दुर्धरापदी क्वचित दिगम्बरे मनो विनोद मेतु वस्तुनि। धरा धरेन्द्र नन्दिनी भनेपछि पर्वतराज पुत्री पार्वती। यहाँ उहाँको के भूमिका छ त? यहाँ भनिएको छ पर्वतराज हिमालयकी छोरी पार्वतीजीको त्यो विलासपूर्ण क्रियाकलाप जस्तै श्रृङ्गार कटाक्ष यस्ता कुराहरूको साथी शिवजी साथी हो। बन्धु बन्धुर भनेको छ जसको सौन्दर्य र प्रभावले सबै दिशाहरू उज्यालो र सुन्दर भएको देखेर शिवजीको मनमा आनन्द छाउँछ। ए शिवजी पनि आनन्दित हुनुहुन्छ। अनि जसको कृपापूर्ण दृष्टि त्यो कृपा कटाक्षको निरन्तर प्रवाहले चाहिँ कठिनभन्दा कठिन आपत्ति पनि रोकिन्छ। जस्तो सुकै आपत्ति पनि हो निवारण हुन्छ। त्यस्ता कुनै दिगम्बर तत्त्वमा मतलब वस्त्रहीन सर्वव्यापी शिवमा मेरो मनले आनन्द पाओस् शान्ति पाओस्। यसको मतलब त शिवजी कठोर योगी मात्रै होइन, उहाँ त पार्वतीको सौन्दर्य उहाँको विलासबाट खुसी पनि हुनुहुँदो रहेछ। अनि फेरि उहाँको कृपाले भक्तको ठूलोभन्दा ठूलो सङ्कट पनि टर्छ। यो त भक्तको लागि ठूलो आश्वासन भयो नि। एकदम, यो उहाँको अर्को रूप भयो। अब चौथो श्लोकमा फेरि अलिकति भिन्न स्वरूप आउँछ। कस्तो स्वरूप? चौथो श्लोक। जटा भुजङ्ग पिङ्गल स्फुरत फणा मणि प्रभा कदम्ब कुङ्कुम द्रव प्रलिप्त दिग्वधू मुखे मदान्द्र सिन्दुर स्फुरत्वगुत्तरी अमेदुरे मनोविनोद मद्भुतम विभर्तु भूत भर्तरी। जटा र सर्प फेरि आयो, तर यसपालि अलि फरक तरिकाले आए जस्तो छ। मणि र कुमकुमको कुरा पनि हो। यो एकदमै काव्यिक वर्णन छ। यसको अर्थ के हो भने जसको जटामा बस्ने त्यो पिङ्गल रङ्गको खैरो पहेँलो रङ्गको सर्पहरूको चम्किलो फणामा भएको मणिहरूको प्रकाश फैलिएर त्यो प्रकाशले दिशाहरू रूपी स्त्रीहरूको मुखमा कुङकुमको लेप लगाए जस्तो देखिन्छ रे। ओहो, कस्तो कल्पना हो। अनि जसले मदमस्त गर्जने हात्तीको छालालाई चाहिँ उत्तरी वस्त्र मतलब खास्टो जस्तो गरेर ओढ्नु भएको छ। हात्तीको छाला? त्यसले गर्दा उहाँ अझ स्निग्ध तेजस्वी देखिनुहुन्छ। ती भूतनाथ मतलब सबै प्राणीहरूका स्वामी शिवजीमा मेरो चित्तले अद्भुत आनन्द अनुभव गरोस्। यी पहिलो 4 श्लोकलाई हेर्दा त शिवजीको एउटा बहुआयामी चित्र बन्यो। जटाबाट गङ्गा, गलामा सर्प, निधारमा आगो, शिरमा चन्द्रमा प्रचण्ड ताण्डव गर्नुहुन्छ। तर पार्वतीको विलासबाट प्रसन्न पनि हुनुहुन्छ। कृपाले सङ्कट टर्छ, सर्पको मणिले दिशाहरू रङ्गिन्छन्, हात्तीको छाला लगाउनुहुन्छ। यो त भय र सौन्दर्य, वैराग्य र गृहस्थ भाव, संहार र कल्याणको कस्तो अद्भुत मिश्रण रहेछ। निश्चय नै यी श्लोकहरूले शिवको त्यो जटिल तर पूर्ण स्वरूपलाई स्थापित गर्दछन्, जहाँ विरोधाभासहरू एकै ठाउँमा मिलेर बसेका छन्। यो केवल बाहिरी वर्णन मात्रै होइन नि, यो त उहाँको तत्त्वको गहिराईलाई सङ्केत गर्ने माध्यम हो त नि। अब अगाडि बढौँ है त। 5औं श्लोकले उहाँको देवत्व, उहाँको सर्वोच्चतालाई अझ स्पष्ट पार्छ। ल 5औं श्लोक। 5औं श्लोक। सहस्र लोचन प्रवृत्य शेष लेख शेखर प्रसून धूलि धोरणी विधूषराङ्ग्रि पीठभू भुजङ्ग राजमालया निबद्ध जाट जूटक श्रियै चिराय जायताम चकोर बन्धु शेखर। सहस्र लोचन, यो त इन्द्र होइन र? यहाँ देवताहरूले शिवजीलाई प्रणाम गरेको वर्णन हो कि क्या हो? हो, एकदम ठक्कै त यो। यसको अर्थ हो सहस्र लोचन इन्द्र लगायत अरू बाँकी सबै देवताहरूले जब शिवजीलाई प्रणाम गर्छन् तब उनीहरूको शिरमा सजिएको फूलहरूको परागकण झरेर शिवजीको पाउ राख्ने ठाउँ धुल्याउँछ रे। ए, देवताहरूको शिरको फूलको धुलोले शिवजीको पाउ धुल्याउने। यसले त उहाँको सर्वोच्च स्थानलाई कति सुन्दर ढङ्गले देखायो। देवताहरू पनि जसको चरणमा झुक्छन्। हो नि। अनि फेरि नागहरूको राजाको मालाले जसको जटाजुट बाँधिएको छ र चकोर पंक्षीको बन्धु मानिने चन्द्रमालाई जसले शिरमा धारण गर्नुभएको छ, ती भगवान शिवले मलाई चिरस्थायी सम्पत्ति प्रदान गरून्। एकदमै शक्तिशाली वर्णन। अब 6औं श्लोकमा चाहिँ त्यो कामदेव दहनको प्रसिद्ध कथा आउँछ जस्तो लाग्यो मलाई। हो, त्यो महत्त्वपूर्ण घटना यही श्लोकमा छ। ललाट चत्वर ज्वलद धनञ्जय स्फुलिङ्गभा निपीत पञ्चसायकम् नमन्निलिम्प नायकम् सुधामयूख लेख्या विराजमान शेखरम् महाकपालिम सम्पदे शिरो चटालमस्तुना।
यसको अर्थ के हो अनि त्यो कामदेव दहनको यहाँ के सान्दर्भिकता छ होला? यसको अर्थ हो जसले आफ्नो निधार रूपी यज्ञवेदीमा बलेको आगोको झिल्काको तेजले पञ्चसायक मतलब कामदेवलाई निलेरै नष्ट गर्नुभयो। निलेरै नष्ट हो, निपित भनेको छ, जसलाई देवताहरूका नायक इन्द्रले पनि नमस्कार गर्छन्। अनि अमृतमय किरण भएको चन्द्रमाको कलाले सुशोभित मुकुट धारण गर्ने विशाल निधार र जटायुक्त शिर भएका महाकपाली शिवले हामीलाई सम्पत्ति प्रदान गरून्। अनि कामदेव दहनको सान्दर्भिकता चाहिँ? कामदेव दहनले शिवजीको परम वैराग्य, इन्द्रियहरूमाथिको पूर्ण नियन्त्रण अनि ध्यानको शक्तिलाई देखाउँछ। उहाँ सांसारिक कामनाहरूभन्दा एकदमै माथि हुनुहुन्छ भन्ने कुरा। ए, इन्द्रिय नियन्त्रण र वैराग्यको प्रतीक, यो त महत्त्वपूर्ण कुरा रहेछ। अब 7औं श्लोकमा फेरि कामदेव दहन र पार्वतीको प्रसङ्ग एकैसाथ आए जस्तो छ नि। यो त झन् रोचक देखियो। हो, यो संयोजनले शिवको चरित्रको विविधता देखाउँछ। सुन्नुहोस्, कराल भाल पट्टिका धगद 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 ज्वलद धनञ्जयाहुति कृत प्रचण्ड पञ्चसायके धरा धरेन्द्र नन्दिनी कुचाग्र चित्रपत्रक प्रकल्पनैक शिल्पिनी त्रिलोचने। कामदेवलाई भस्म गर्ने उही शिव पार्वतीको श्रृङ्गारमा पनि रुचि राख्नुहुन्छ। कस्तो अचम्म! एकदम। यसको अर्थ हो जसले आफ्नो त्यो विकराल निधारमा धगद धगद जल्दै गरेको प्रचण्ड आगोमा कामदेवलाई आहुति दिनुभयो, उहाँ नै फेरि पर्वत राजपुत्री पार्वतीको स्तनको अग्रभागमा सुन्दर बुट्टाहरू कोर्ने एकमात्र शिल्पी पनि हुनुहुन्छ रे। साँच्ची शिल्पी? हो, प्रकल्पनै शिल्पिनी भनेको छ ती त्रिलोचन भगवान शिवप्रति मेरो प्रेम सधैँ बनिरहोस्। एकातिर त्यस्तो प्रचण्ड विनाशकारी शक्ति, अर्कोतिर यस्तो कोमल र श्रृङ्गारिक कलात्मकता। यसले त शिवजीलाई केवल संहारक वा योगीको रूपमा मात्र हेर्नु त अपुरो हुँदो रहेछ। उहाँमा त हरेक भावको पराकाष्ठा पो रहेछ। हो त नि। अब 8औं श्लोकले नीलकण्ठ स्वरूपको झलक दिन्छ कि? हो, यसमा कण्ठको वर्णन छ। नवीन मेघमण्डली निरुद्ध दुर्धर स्फुरत कुहु निशीथिनी तमः प्रबन्धबद्ध कन्धर निलिम्प निर्झरी धरस्तनोतु कृत्ति सिन्दुरः कलानिधान बन्धुर श्रियम जगद्धुरन्धर। कण्ठको कालोपनलाई कसरी वर्णन गरिएको छ यसमा? यहाँ भनिएको छ, नयाँ बादलहरूको समूहले घेरिएको औँसीको मध्यरातमा फैलिने रोक्न नसकिने घना अन्धकार जस्तो कालोपन जसको घाँटीमा बाँधिएझिए अंकित छ। नीलकण्ठ हो, जो देवनदी गङ्गालाई धारण गर्नुहुन्छ, जो हात्तीको छाला ओढेर बस्नुहुन्छ, जो चन्द्रमा जस्तै मनोहर कान्तिले युक्त हुनुहुन्छ र जो यो सारा जगतको भार वहन गर्ने हुनुहुन्छ। जगत धुरन्धर हो, ती भगवान शिवले मेरो सम्पत्तिको विस्तार गरून्। 5 देखि 8 सम्मका यी श्लोकहरूले शिवको देवत्व, सर्वोच्चता, इन्द्रिय विजय, पार्वतीसँगको सम्बन्ध अनि विश्वधारक स्वरूपलाई चित्रण गरे। देवताहरू झुक्छन्, कामदेवलाई भस्म गर्छन्, तर पार्वतीको श्रृङ्गार पनि गर्छन्। विष पिएर नीलकण्ठ बन्छन्, तर चन्द्रमाको शीतलता पनि धारण गर्छन्। यो बहुआयामिकता त साँच्चीकै गहिरो रहेछ। हो, एकदमै गहिरो छ। अब 9औं श्लोकतिर लागौं, जहाँ संहारक रूप अझ प्रखर भएर आउँछ जस्तो छ, हैन? हो, 9औं र 10औं श्लोकमा उहाँका संहारक रूपहरूको विशेष उल्लेख छ। 9औं श्लोक, प्रफुल्ल नील पंकज प्रपञ्च कालिम प्रभावलम विकण्ठ कन्धली रुचि प्रबद्ध कन्धरम स्मरच्छिदम पुरच्छिदम भवच्छिदम मखच्छिदम गजच्छिदम अन्धखच्छिदम तम अन्तकच्छिदम भजे। यहाँ कण्ठको वर्णन पनि छ, तर मुख्य जोड संहारक रूपमा देखिन्छ। त्यो छेद छेद शब्द बारम्बार आएको छ नि त? एकदम सही। पहिलो पंक्तिले भन्छ, जसको घाँटीको भाग चाहिँ फुलेको नीलो कमलको समूहको कालो कान्तिको अनुकरण गर्ने खालको छ, त्यसैले सुशोभित छ। संसार चक्र, मख दक्षको यज्ञ, गज गजासुर, अन्ध अन्धकासुर र अन्तक यमराजको पनि नाश गर्नेवाला हुनुहुन्छ, उहाँलाई म भज्दछु। बाप्रे, यति धेरै असुर र शक्तिहरूको संहारकर्ता। यसले त शिवलाई दुष्टता र अहङ्कारको विनाशकको रूपमा प्रस्तुत गर्यो। 10औं श्लोक पनि यस्तै छ कि केही फरक छ? 10औं श्लोकले यही संहारक रूपलाई दोहोर्याउँछ, तर सँगसँगै पार्वतीप्रतिको त्यो प्रेमिल भाव पनि जोड्छ। सुन्नुस् न,
अखर्व सर्म मङ्गला कला कदम्ब मञ्जरी रसप्रवाह माधुरी विजृम्भणा मधुव्रतम स्मरान्तकम पुरान्तकम भवान्तकम मखान्तकम गजान्तकान्तकान्तकम तमन्तकान्तकम भजे। अन्त गर्ने शब्द त फेरि आयो, तर पहिलो पंक्ति त फरक रहेछ। हो, पहिलो पंक्तिले के भन्छ भने, जो गर्वरहित सर्वमङ्गलमयी पार्वतीजीको कलारूपी कदम्बको मञ्जरीबाट निस्कने रसको प्रवाहको बढ्दो माधुरीलाई पान गर्ने भौरा हुनुहुन्छ। पार्वतीको प्रेममा भौरा जस्तै। मधुव्रतम भनेको छ। अनि दोस्रो पंक्तिले उही संहारक रूपहरू स्मरान्तक, पुरान्तक, भवान्तक, मखान्तक, गजान्तक, अन्तकान्तक, यमान्तकलाई सम्झँदै उहाँलाई म भज्दछु भन्छ। एउटै श्लोकमा यस्तो विरोधाभास, एकातिर पार्वतीको प्रेममा भौरा जस्तै रमाउने कोमल हृदय, अर्कोतिर यमराज लगायत सबैको अन्त्य गर्ने परम संहारक शक्ति। यो द्वैत नै शिवतत्वको चुरो कुरो हो कि जस्तो लागे मलाई त। हो, यो द्वैतता नै उहाँको विशेषता हो। अब 11औं श्लोक, जहाँ त्यो ताण्डवको ध्वनि र दृश्य फेरि जीवन्त हुन्छ जस्तो छ। हो, यो श्लोकले ताण्डवको त्यो गति, त्यो ऊर्जालाई शब्दमा उतार्छ। जयत्वद भ्रभ्रम भ्रमद्भुजङ्गम अश्वसद विनिर्गमत क्रमस्फुरत करालभाल हव्यवाट धिमित 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 ध्वनन् मृदङ्ग तुङ्गमङ्गल ध्वनिक्रम प्रवर्तित प्रचण्ड ताण्डव शिवः। यहाँ त त्यो ध्वनिको दिमि 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 र गतिको भ्रम भ्रमद वर्णनले नै त्यो ऊर्जा महसुस गरायो नि। निधारको त्यो भयङ्कर आगो झन झन दन्किरहेको छ। आगो झन दन्किने। क्रमस्फुरत भनेको छ। अनि धिमी 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 बजिरहेको मृदङ्गको उच्च मङ्गलमय ध्वनिको लय अनुसार जसको प्रचण्ड ताण्डव नृत्य भइरहेको छ। ताण्डव नृत्य हो, ती भगवान शङ्करको जय होस्, जय होस्। यी 9, 10औं र 11औं श्लोकहरूले शिवको संहारक शक्ति, पार्वतीप्रतिको अनुराग र त्यो ब्रह्माण्डीय ताण्डव नृत्यको जीवन्त चित्र प्रस्तुत गरे। यो शक्ति र लयको उपासनापछि अब स्तोत्रले अर्कै मोड लिन्छ जस्तो लाग्यो। 12औं श्लोकले भक्तको मनस्थितिलाई देखाउँछ हैन र? हो, अब स्तोत्र बाहिरी वर्णनबाट भित्री यात्रातिर मोडिन्छ। 12औं श्लोक भक्तको एउटा अभिलाषा हो। कस्तो अभिलाषा? 12औं श्लोक, दृश्यद विचित्र तल्पयोर भुजङ्ग मोक्तिकसृजोर गरिष्ठ रत्नलोष्ठयोः सुहृद विपक्ष पक्षयोः तृणाविन्द चक्षुषोः प्रजा मही महेन्द्रयोः समम प्रवर्तयन् मनः कदा सदा शिवम भजे। यो त समभाव प्राप्तिको एकदमै उत्कट इच्छा जस्तो देखिन्छ। के भन्छ यसले? यहाँ भक्तरले आफैलाई सोधिरहेका छन्। ढुङ्गा र सुन्दर ओछ्यानमा, सर्प र मोतीको मालामा, बहुमूल्य रत्न र माटोको डल्लोमा, मित्र र शत्रुमा, पराल र कमल जस्ता आँखा भएकी युवतीमा, साधारण प्रजा र महान राजामा, यी सबै द्वन्द्वहरूमा समान भाव राख्दै। सबैमा समान भाव? हो, समान भाव राख्दै मेरो मनलाई त्यसरी लगाएर म कहिले कदा ती सदाशिव भगवानलाई भज्न सकुँला। यो त वेदान्तको सार जस्तै भयो। सबै द्वन्द्वहरूबाट माथि उठेर त्यो समत्व भावमा स्थित हुने अभिलाषा। यो पाउन कति गाह्रो होला? गाह्रो, तर भक्तको लक्ष्य त्यही हो। 13औं श्लोकले पनि यस्तै भाव बोकेको छ कि? हो, 13औं श्लोक पनि भक्तको त्यही आध्यात्मिक तिर्खा र समर्पणको अभिव्यक्ति हो। कदा निलिम्ब निर्झरी निकुञ्ज कोटरे वसन विमुक्त दुर्मति सदा शिरहस्थम अञ्जलिम वहन विलोल लोल लोचनो ललाम भाल लग्नकः शिवेति मन्त्रमुच्चरन् कदा सुखी भवाम्यहम्। यहाँ पनि कहिले कदा भन्ने प्रश्न आयो। कस्तो सुखको कामना गरिएको छ त यहाँ? भक्तले भनिरहेका छन्, म कहिले होला देवनदी गङ्गाको किनारको वनको कुनै कुञ्ज वा गुफामा बस्दै आफ्ना खराब विचारहरूबाट मुक्त भएर सधैँ शिरमा हात जोडेर भक्तिको आवेगले आँसु भरिएका आँखाले सुन्दर निधार भएका शिवमा मन लगाएर शिव शिव मन्त्र जप्दै सुखी हुन सकुना। ओहो, यो साँचो सुखको खोजी हो।
12औं र 13औं श्लोकले त शिवताण्डव स्तोत्रम केवल शिवको बाहिरी रूप र शक्तिको वर्णन मात्र होइन रहेछ, यो त भक्तको आत्मिक यात्रा, समभाव प्राप्ति र परमात्मामा लीन हुने तीव्र आकांक्षाको अभिव्यक्ति पनि रहेछ भन्ने कुरा एकदमै स्पष्ट पार्यो। यो स्तोत्रको दार्शनिक गहिराई त यहाँ प्रकट हुँदो रहेछ। हो, बिल्कुल। अब अन्तिमका 2 श्लोकहरूले यो स्तोत्र पाठको फल बताउँछन् होला नि? हो, 14औं श्लोकले यसको आध्यात्मिक महत्व देखाउँछ। इमं हि नित्यमेव मुक्तम मुत्तमोत्तमं स्तवं पठन् स्मरन् ब्रुवन् नरो विशुद्धिमेति सन्ततम् हरे गुरु सुभक्तिमाशु याति नान्यथा गतिम विमोहनम हि देहिनाम सुशङ्करस्य चिन्तनम। यस स्तोत्र पाठ गर्दा के फल मिल्छ भनेर बताइएको छ त? यसको अर्थ हो, यो उत्तमभन्दा उत्तम सधैँ मोक्ष दिने स्तोत्रलाई पढ्ने, सम्झने र अरूलाई सुनाउने मान्छे निरन्तर पवित्र हुन्छ। पवित्रता प्राप्ति। उसले छिटै नै हरि, विष्णु र गुरु, यहाँ शिव प्रति सुदृढ भक्ति प्राप्त गर्छ। उसको लागि अरू कुनै गति हुँदैन, किनकि कल्याणकारी शङ्करको ध्यान चिन्तनले नै प्राणीहरूको मोह नाश गर्ने हो। शिवको चिन्तनले नै मोह नाश हुन्छ। कति गहिरो कुरा। यसले त स्तोत्र पाठलाई भक्ति, पवित्रता र मोक्ष प्राप्तिको सोझो बाटो नै देखायो। अब 15औं त्यो अन्तिम श्लोक, जसलाई फलश्रुति पनि भनिन्छ, त्यसले के भन्छ? 15औं श्लोकले यसको लौकिक फल बताउँछ। अनि यहाँ रावणको नाम पनि आउँछ। रावणको नाम? हो। पूजावसान समये दशवक्त्र गीतम य शम्भु पूजन परम पठति प्रदोषे तस्य स्थिराम रथ गजेन्द्र तुरंग युक्तांग लक्ष्मीम सदैव सुमुखीम प्रददाति शम्भु। दशवक्त्र, 10 मुख भएको रावण। यहाँ के भनिएको छ? यहाँ भनिएको छ, साँझको समयमा, मतलब प्रदोषकालमा शिव पूजा सकिएपछि रावणले गाएको यो शिव पूजन सम्बन्धी स्तोत्र जसले पाठ गर्छ, भगवान शम्भुले त्यस मान्छेलाई रथ, राम्रो हात्ती, घोडाले युक्त, सधैँ स्थिर रहने, प्रसन्न मुख भएकी लक्ष्मी, मतलब धन सम्पत्ति, सधैँ प्रदान गर्नुहुन्छ। ए, आध्यात्मिक फल सँगसँगै लौकिक फल पनि रहेछ। हो, दुवै फलको वर्णन छ। शिवताण्डव स्तोत्रमको यो गहिरो चर्चा त साँच्चै अद्भुत रह्यो। हामीले शिवको त्यो विराट स्वरूप, उहाँको त्यो विरोधाभासपूर्ण प्रकृति, उहाँको संहारक र कल्याणकारी पक्ष, पार्वतीसँगको सम्बन्ध, भक्तको समभाव र वैराग्यको आकांक्षा, अनि अन्त्यमा स्तोत्र पाठको आध्यात्मिक तथा लौकिक फलसम्मको यात्रा गर्यो। यो स्तोत्र केवल लय र शब्द मात्र होइन रहेछ, यो त दर्शन र भक्तिको सङ्गम पो रहेछ। निश्चय नै। यसको हरेक श्लोकले एक फरक आयाम खोल्छ, तर सबै मिलेर शिवतत्त्वको एउटा पूर्ण र भव्य चित्र प्रस्तुत गर्छन्। यसको लय, यसको शब्द चयन अनि यसमा लुकेको त्यो गहिरो अर्थले नै यसलाई हजारौं वर्षदेखि यति जीवन्त र प्रभावशाली बनाएको हो। हो त नि। आशा छ शिवताण्डव स्तोत्रमको यो गहिरो चर्चा सबैलाई जानकारीमूलक लाग्यो होला। यदि यस्तै अरू धर्मग्रन्थसँग सम्बन्धित सामग्रीमा रुचि छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अनि यो जानकारी अरू शिव भक्तहरूसम्म पुर्याउन साझा पनि गरिदिनु होला है। यो स्तोत्रमको शक्ति र सौन्दर्य वास्तवमै अनुपम छ। यसको चर्चा जति गरे पनि कम हुन्छ। हो,